कहिलेकाहीँ बिर्सेर क्याश नबोकिकन पब्लिक बस चढ्दाखेरि भाडा तिर्ने पैसा नभएर तनावमा पर्नु भएको छ। अबदेखि चाहिँ त्यस्तो हुँदैन है त, किनकि अबदेखि पब्लिक बसहरूमा पनि डिजिटल पेमेन्ट लागू हुने भएको छ। वेलकम टु द डे 61 अफ आज सरकारले के गर्यो सिरिज, ट्र्याकिङ ब्यालेन्स सरकार फर द अपकमिङ 5 इयर्स। नेपालको पब्लिक ट्रान्सपोर्ट सेक्टरमा डिजिटल पेमेन्ट सिस्टम लागू हुँदा रीति सिद्धि यातायातले जीपीएस र एनएफसी बेस्ड स्मार्ट ट्राभल कार्ड सिस्टम लन्च गरेको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 3वटा प्रब्लमेटिक कोअपरेटिभ्सका 1,07,70 बोरोवर्सको नाम पब्लिक गरेको छ। अनि अर्को न्यूज, नेपालको एक मात्र रिजर्भोयर बेस्ड हाइड्रो पावर प्रोजेक्ट कुलेखानीमा मेजर टेक्निकल अपग्रेड भएको छ। 43 वर्षपछि पुरानो म्यानुअल सिस्टमलाई रिप्लेस गर्दै मोडर्न अटोमेसन सिस्टम इन्स्टल गरिएको छ। त्यसैगरी आज पीएम बालेन्द्र शाहले EU एम्बेसेडरसँग भेटवार्ता गर्दै नेपाल ग्लोबल मार्केटबाट बेनिफिट लिन रेडी र इन्क्लुजिभ इकोनोमिक ग्रोथमा कमिटेड रहेको बताएका छन्। So that was all for today. अरु अपडेट्सको लागि चाहिँ नेक्स्ट एपिसोडमा भेटौँला।